गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। त्यसै गरी मेरो अर्को नयाँ दिन नयाँ भ्लगमा सबैलाई स्वागत छ। म चाहिँ अहिले यो भेडाहरू यसो निकाल्न लागेको रहेछन्, सो हेर्न निस्किएको थिएँ। अनि खाजा खान पनि जानु पऱ्यो अरे, साथीले बोलाएको थिएँ, त्यही भएर यसो उठेको। बाइक यहाँ छ, साथीको घर उ त्यो भयो, यो सेतो साथीको बाइक। अब टक्क खाजा खाएर बारीमा जाने भन्ने कुरा छ एकछिन, त्यसपछि हुन्छ कुरो। भेडा त हुन्छ धेरै छ त यार, बाप्रे। किद्देला यार खुट्टा यार, मेरो भ्यान दिन्छ छिरेलाई। त्यो जाडो छ याद चाहिँ, अहिले ठिकठाक घाम लागेको रहेछ टक्क लाएर। यताबाट यो चाङ्गा घर ल। त हामी चाहिँ अहिले, म चाहिँ होइन कागबेनीमा छु। अब कागबेनीबाट म यसो यहाँ भिडियो सिडियो बनाऊँ कि भन्ने भएको थियो, फेरि बनाएन। अब यहाँबाट निस्किने कुरो हुन्छ। अब यहाँबाट रिटर्न हिजो अहिले आज अब कहीँ फापर ट्रिप भयो भने मिल्यो भने फापर काट्न गयो आइयो। अनि त्यसपछि खानासाना खाएर अब 30 मिनटको स्याउस्याउमा प्याक गरिदिनु भयो। अब डक्क लाएर हालिहाल्यो छ हातमा चाख्नको लागि। अब फर्किने हाडा टक्क भनेपछि अब बाटोमा भेटौँला। अब बाटो यसो भिडियो बनाउँदै जान पऱ्यो, हजुरहरूलाई देखाउन पऱ्यो हिजो देखाएको नदेखाएको ठाउँहरू। आज त डबल जाने हो कि पछाडिबाट गर्न लगाउनु पर्ला नि। अहिले चाहिँ हामी रुख चाहिँ जान पुग्यो है त। मार्को सर्को केही देखाउन पाइएन, रुख चाहिँ नदेखाउने भने नि। अब अरूको भिडियो पनि हेर्नु होला। अहिलेलाई चाहिँ यति नै। अब बाटो यसो देखाउला नि अरू। अहिले हिजो मैले हजुरहरूलाई यसो बेनी बजार भित्री हनाउनु भनेको थिएँ, हिजो हनाउन पाएन। आज चाहिँ यसो भिड अलि अति नै आयो। अलि भिड चाहिँ अलिक जाति नै खालको यो बजारमा। ल एउटा बस आइदिएपछि त अनि यस्तो हुँदो रहेछ। अनि माथिबाट जानुहुन्छ बस तलबाटै जान्छ। यस्तो ठुलो बजार चाहिँ सानै बजार छ। एक घन्टा 1.5 घन्टामा एक्सप्लोर गरिन्छ हिँड्दै पनि मस्त। यो यहाँ चाहिँ प्रशिक्षकहरू यताउता सबै छ यहाँको चाहिँ। झन्डै इन्जिनको पनि बिर्सेर बिस्माएर हान्दै गएँ मैले यार। खै एउटा गाडीको बाटो थियो बल्ल जान। हाम्रो चाहिँ माथितिर लाग्दैन। हामीलाई जान पर्ने बागलुङ बजार हुँदै पोखरा हो। हतारी म आफै हतारी बेर गरिदिन्छु। चलाइ नै यस्तै त सधैँको त्यो बाटो पनि नस्तो यही नै होला बेनीको बजार। टक्क यहाँबाट चाहिँ अब बागलुङ जाने बाटो सुरु हुन्छ। यहाँ
के अब फेरि गाडी बाइक चलाउँदै भिडियो गर्ने फेरि लापरवाही यताउता भन्दा पनि पुलिसले चाहिँ देख्यो भने नठिक छ। अब बागलुङ बजार देखाउने छु अब ल अहिले त गाइस हिजो मैले बागलुङ बजार देखाउँछु भनेको थिएँ। आज यसो बागलुङ बजारलाई हेर्नु है त ल नरोक्नु ल ल समात त लाउनु समात यो गर्नु बजारभन्दा हल्का 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 ठुलो छ, धेरै ठुलो छ होइन, हल्का ठुलो हो। यस्तो देखाइदिनु हजुरहरूलाई भनेर हो के अटो बढी चल्छ नि हाम्रो केही भएन। लिएर आउँछ ओहो इलेक्ट्रिक गाडीले मार्केट खाइछ नि, मार्केट पनि भ्याइछ। कतिजना मारेर गाडी होइन त्यस्तै मतलब कहिले कहाँ पल्टाइदियो, कहिले कुन फल्छ हालिदियो, कहिले पुरा बारी लैदियो। अनि महिनामा एक जोडा त पल्टेको हुन्छ त्यो त्यस्तै के भन्ने यो क्यामेरा यताउता नभएर सिद्ध है, तिमीले आँखा यताउता गर तर क्यामेरा यताउता नभएर है दोस्त। अझै 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 गर नि त गर, रियाक्सन केटाहरूको रियाक्सन हेरौँ नि त नजाइ। बाबुमा नि फेरि हल्का फुल्का चलिहाल्छ नि बाजे होला है। यही नै हो, धेरै ठुलो त होइन तर बेनी बजारभन्दा चाहिँ हल्का ठुलो छ। अटोले यहाँ फेरि पुरा अटोवालाको चल्छ नि फेरि यहाँ त फेरि हजुर। कहाँदेखि आइबस्छ हजुरहरू? मुस्ताङदेखि हो सर। मुस्ताङदेखि लुकिङ ग्लास कहाँ झऱ्यो? त्यो त्यहाँ अस्ति त्यो स्कुटरवाला त्यो जाम थियो अनि अगाडि गएको थियो, ब्याक गरिदियो कि हामीलाई ठोकिदियो कि त्यसले। बुलेट र यो सँगै लोड्दाखेरि एउटा नम्बर प्लेट नि छैन। हजुर नम्बर प्लेट पनि छैन हो, पछाडि नम्बर प्लेट उयो भाँचियो उयो दोष भाँचियो रहेछ, भाँचियो होइन। अहिले चाहिँ हामीलाई पुलिसले समातेर रोकेर पुरा डेन्जर भाषण छोडिदियो केटा हो। ए जेन्जीहरू बिग्रेर हिँड्ने यताउता, नराम्रो यताउता, बाइक क्यारेको अरे मोडिफाई गर्ने अरे, व्हिल कभर किन हालेको, ब्रेक लाग्छ त व्हिल कभर हालेपछि यताउता भनेर सुनाउन थालिन्। एकखेल सुनियो अनि बिलु कहाँ भनेको चौकीमा थियो, सर झलाइदियो चौकीले, अब जेन्जीहरूले नै भनिदियो, झन् त्यो भड्कियो त्यो झन्, तर कसै केही गरेन, छोडिदियो छोड्न चाहिँ। गाडी गाह्रो छ, पुलिस मामाजीले डेन्जरी चाहिँ राख्थ्यो। कस्तो म सिट काट्ने बाटै भन तिनीहरूलाई, लाइसेन्स नि मैले हेर बोकेर हिँडेको थिइनँ, लाइसेन्स पनि उस मात्रै फेमस के भन्छ अरे त्यो नागरिक एपमा मात्रै थियो। गाह्रो पऱ्यो आज चाहिँ त्यो रमाइलो भयो। नम्बर प्लेट फेरि त्यही माथि हाम्रो फेरि नम्बर प्लेट खसेछ कि कहाँ खस्यो त आएन, नम्बर प्लेट खसेर नम्बर प्लेट कहाँ हो कता खस्यो अब कहाँ खोज्न जाने त्यसलाई। अब फेरि भाँचेको नम्बर प्लेट ठिक छ, पोखरा गएर नयाँ हाल्ने ल, कुसमातिर गएर भेटौँ न, कुसमातिर शान्ति घुम्न प्लान छ फेरि के हुन्छ। कुसमामा सानोतिनो ठाउँहरू राम्रो थियो कि एउटा दुई पहिला गएको थिएँ एकचोटि। त मैयाहरू हेर त केटा हो, मैयाहरू हेर न। यहाँ चाहिँ मान्छेको चाहिँ भिड चाहिँ बाप रे बाप, मुस्ताङको सिजन लाएर होला। मुस्ताङ यताबाट जान्छन् धेरै जस्तो मान्छेहरू, यो पुल अब फेरि यसो पछि धानेरै जान्छन् फेरि धेरै जस्ताहरू। चलाएर कालिका मन्दिर पुल, यो ट्राभल एजेन्सीहरूले पनि भिजिट हानाइदिन्छ कि यहाँ। तिनीहरू जस्तै अब जताबाट हुन्छ सानोतिनो ठाउँ देखायो फाइदा हो नि भन्ने हुन्छ। अब तिनीहरू जस्तो अब खालि फाल्ने भन्ने कुरो हो। हाम्रो पुलिसले
यिनीहरूको कुरो त कालिका मन्दिर हिजो नि देखाएको थिएँ क्या मैले त्यहीको आज हेर्नुहोस् न टक्क लाएर कालिका मन्दिर फेरि यसको पार्किङ हो पार्किङ शुल्क लाग्छ होला अलिअलि यहाँबाट अब कसमा सुरु हुन्छ अब यहाँ त्यहाँ तल पुल कटेको टक्क लाएर मेरो मिरर केही थिएन कि यता गाडी ट्राफिकको मान्छेहरू टिकटक बनाउँथ्यो होला नि टन आजकल त केटाहरूले पनि बनाउँछु मैले बनाउँछु कहिले काहीँ उसको पनि अब सिधै कृष्णबाट एउटा कुरा फाइदा होइन अहिले कताल यहाँ कतार एउटा गाडी दुईवटा आइदियो रहेछ दुईवटा गाडीहरू यहाँ हुन्छ ल है त केटाकेटी हो म चाहिँ अहिले लुम्ले पुगेको छु होइन अहिले चाहिँ हामी होइन पाइलट चेन्ज गरेको छौँ अब टक्क लाएर पोखरा आधा घन्टा 45 मिनटसम्म पुगेला अब दोस्तको चलाइले केही छैन हतार छैन बिन्दास जाने हो मस्त अब 4-5 घन्टामा हामी मुस्ताङबाट यहाँ त आइयो अब धेरै छैन आनन्दले इजिकै ल ठिक छ ल केटाहरू चङ्केका मैले चलाउनु पर्ने चङ्गाइन्थ्यो केटाहरूलाई ल हेर्नु ल पुलिसको मिठाई गाली खाइयो त्यही माथि मिरर नभएको त्यही माथि उसके मोडिफाई त्यही माथि पुरा नम्बर प्लेटै भाँच्चे रहेछ थाहै नै गाली माथि गाली तिमीहरू चेन्जीहरू त कुन स्कुलमा पढेको भनेर सोध्छ अझै ल अब ल सिधै अब पोखरा गएर भेट्ने ल अब बिस्तारै अहिले हेर्नको बाटोमा यसो म देखाउँछु हजुरहरूलाई अब दोस्तको चलाइ अब 9 डाँडा हो कि 9 के भन्छ त्यसलाई थाहा होइन तर त्यहाँ अनि त्यसपछि हेम्दाफेदी त्यसपछि हेम्जा त्यसपछि टक्क लाएर पोखरा ल बाई ल कस्तो जाडो जाडो भइरहेको छ यहाँ त 9 डाँडातिर नि कस्तो जाडो भएको र आज है जाडो महिना लाउनु लाग्यो यार अब त यार विन्ड प्रुफ ज्याकेटहरू एउटा दुइटा किन्न पर्यो यार हजुर 9 डाँडा पुग्न लाग्यो फेरि जाडोले काटेर त मिरर जाऊ कि चाहिएर म हेरिहाल्छु पोखरा गएर हावामा टक्क लाएर चट्ट मिलाएर धोएर चट्ट बनाएर ल सबैलाई धेरै धेरै धन्यवाद यहाँसम्म लगाइनु भएकोमा ल अहिले चाहिँ हामी पोखरा पुग्यो अब पोखरा भन्दा नि हेम्दाफेदी पुग्यो अब त पोखरा कति नै छ र जम्मा त्यही 19-18 किलोमिटर हो इजी अब त्यस्तै 15 मिनट 20 मिनटमा पुगिन्छ केही छैन बाटो राम्रो छ अब दोस्तले दौडाउँछन् अब टक्क लाएर भगाउने चट्ट लाएर जाने ट्याक्क रेस्ट गर्ने बाइक साइक टक्क लाएर बनाउने भन्दा नि यसो सर्भिसिङ गर्न पर्छ भन्ने थियो अस्ति भर्खर इन्जिन बनाएको हुन्छ मेरो बाइकको त्यही भएर अब टक्क लाएर ल है त हावाको प्रेसर बढी होला अब चाहिएन होला गाह्रो छ
पोखरामा बाटो राम्रो भनेको हल्का यहीँ हो। के भन्छ अरे म चाहिँ मुस्ताङबाट आएको थिएँ नि त। अनि म त्यहाँ रुममा गएर साथीलाई छोडेर अनि साथी चाहिँ स्कुटर लिएर गयो। स्कुटर मेरै रुममा थियो साथीको। अनि साथी स्कुटर लिएर घर गयो त्यो चाहिँ होइन। अनि त्यसपछि ऊ गएपछि म चाहिँ अब पोखरा बसेर काम छैन, म अब तिहार मनाउनलाई घर आउँछु भनेर घर आएको थिएँ। घर आएँ, अब घर खानासाना खाने सुत्ने रात परिसक्यो। अब यहाँसम्म भ्लग हेरिदिनु भयो, सपोर्ट गरिदिनु ल सबैजनाले होइन। ल ठिक छ, ल बाई, नेक्स्ट भिडियोमा भेटौँ ल अब।